8 बजे जारी गरेको बुलेटिन अनुसार मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको मोन्था बिस्तारै कमजोर हुँदै उत्तर पश्चिम दिशामा सर्दैछ। यस क्रममा यो निम्नचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्नेछ र आज कार्तिक 12 गते रातिदेखि नै यसको प्रभाव लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती, मधेस र कोशी प्रदेशको मौसममा प्रभाव पर्नेछ। यसको प्रभाव कार्तिक 15 गते शनिबार बिहानसम्म रहनेछ भने यस अवधिमा कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी पहाड र हिमाल भूभागका 1-2 स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको छ। साथै कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका 1-2 स्थानमा भारी हिमपात तथा कोशी प्रदेश, मधेसी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ, जसका कारण ती क्षेत्रमा